हेलो हेलो गुड मर्निङ सबैजनालाई। आज ठुलो एकादशी तुलसी विवाह तथा हरिबोधन एकादशी। आज म पर्वत स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थल सेतीबेट धाम जाँदैछु। म तपाईँहरूलाई यस भिडियोमा त्यहाँ के भइरहेको छ सम्पूर्ण अपडेट दिनेछु। यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। ल हाम्रो यात्रा सुरु भइसकेको छ। अबको 1 घन्टाको समय अवधिभित्र हामी पर्वत स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थल सेतीबेट धाममा पुग्नेछौँ। हामी गोपुकदेखि हातेमालो चोक हुँदै डुन्ड बजार हुँदै अहिले चर्काङ अगाडि आइसकेका छौँ। आजको मौसम एकदमै सफा रहेको छ। विगत 3 दिनदेखि भारी वर्षा भइरहेको थियो। आज चाहिँ मौसमले साथ दिनेछ आशा गरौँ। अब हामी करिब आधा घन्टाको समय अवधिभित्र सेतीबेट धाम पुग्नेछौँ। अहिलेको समयमा सेतीबेट धाम जानको लागि धेरै सुविधा रहेको छ। सवारी साधन मार्फत आउन जान सकिन्छ। पहिले हामीहरू पैदल यात्रा गरी सेतीबेट धाम आउने जाने गर्दथ्यौँ। यो अगाडिको बाटो चाहिँ कालीगण्डकी करिडोर। यसले 4 जिल्लालाई छोएको छ, बागलुङ, पर्वत, स्याङ्जा र पाल्पा जिल्ला। यो निर्माण भइसकेपछि भक्तजनहरूलाई आउन जानको लागि धेरै सुविधा भएको छ। हामीहरू अहिले सेतीबेट आइसकेका छौँ। अबको 5 मिनटको समय अवधिभित्र सेतीबेट धाम पुग्नेछौँ। विशेष गरी यहाँ वैशाख सङ्क्रान्ति, माघे सङ्क्रान्ति, ठुला एकादशी, अरू एकादशीका तिथिहरूमा पनि मेला तथा भक्तजनहरू दर्शन गर्नको लागि आउने गर्दछन्। यता अगाडि देख्न सकिन्छ यो चाहिँ सेती खोला। हामीहरू पवित्र धाम सेतीबेडीमा आइसकेका छौँ। अगाडिपट्टि देख्न सकिन्छ दर्शन गर्नको लागि भक्तजनहरू आउने जाने क्रम बढिरहेको छ। दर्शन गर्ने भक्तजनहरूको सङ्ख्या बढिरहेको छ। यो क्रम आज साँझसम्म चलिरहन्छ। विगत 3 दिनदेखि भारी वर्षा परिरहेको थियो। आज चाहिँ मौसमले साथ दिएको छ भन्नुपर्छ। दर्शन गर्नको लागि भक्तजनहरू आउने क्रम बढिरहेको छ। यता अगाडिको भागमा देख्न सकिन्छ तोरण तार्ने कार्यक्रम भइरहेको छ। कन्टिन्यू 3 दिनदेखि पानी परिरहेको कारणले गर्दा कालीगण्डकी नदी पनि धमिलो अवस्थामा देख्न सकिन्छ। एकदमै धमिलो अवस्थामा देख्न सकिन्छ। यतापट्टि देख्न सकिन्छ दर्शन गर्नको लागि भक्तजनहरूको एकदमै भिड लागेको छ। यताको साइडबाट भक्तजनहरूको आउने क्रम रहिरहेको छ। अब हामीहरू केही समयमा अगाडिपट्टि गएर हामी दर्शन गर्नेछौँ। हामीहरूले शिला शालिग्रामको दर्शन गरिसकेका छौँ। अब चाहिँ यता नाचगान भजन कीर्तन भइरहेको छ। एकैछिन हामीहरू पनि नाचगान तथा भजन कीर्तन गरेर रमाइलो गर्नेछौँ। अहिलेको अवस्थामा शिला परिक्रमा गर्न पाइएको छैन, किनकि विगत 3-4 दिनदेखि पानी परिरहेको कारणले गर्दा परिक्रमा गर्नको लागि समस्या भएको छ। यता अगाडिपट्टि देख्न सकिन्छ कालीगण्डकी नदी एकदमै धमिलो अवस्थामा। सेती खोला र कालीगण्डकी मिलन यहीँ भएको छ। म अब तपाईँहरूलाई मन्दिर परिसरमा भजन कीर्तन भइरहेको छ त्यो देखाउन गइरहेको छु।
आजको हाम्रो दर्शन कार्यक्रम यही सकिएको छ। 1 घण्टाको समय अवधिभित्र हामी घर पुग्नेछौँ। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया अवश्य दिनुहोला। तपाईहरुले यो भिडियो फेसबुकबाट हेर्नुभएको छ भने हाम्रो फेसबुक पेजलाई फलो तथा युट्युबबाट हेर्नुभएको छ भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब अवश्य गर्नुहोला। धन्यवाद।